हेलो नमस्ते गाइज वेलकम टु ब्याक सन्दीप आइटी 927। आज म घरबाट ललितपुर जाँदैछु होइन। बस ट्राभल ब्लग हो आजको। सो लेट्स गो है गाइज। म चाहिँ रुमबाट निस्किसकेर यो चाहिँ ठिमी चोक हो, भक्तपुरको नयाँ ठिमी चोक हो होइन। अनि म चाहिँ बसमा जाँदैछु, बसमा जाने हो र म बससम्म जानको लागि चाहिँ मेरो रुमबाट हिँडेर जानुपर्छ होइन। यो चाहिँ ठिमी चोकमा चाहिँ गाइज लास्टै भिड हुन्छ होइन। उता चाहिँ मामा हुनुहुन्छ, प्रहरी मामा ट्राफिकलाई नियन्त्रण गर्नको लागि बस्नु भएको छ। म चाहिँ फाइनल्ली बसमा पसिसकेर भक्तपुरको जाम हेर्नुहोस् गाइज, यति छ नि भक्तपुरको जाम होइन। म अब के भनौँ हजुरहरूलाई, जाम धेरै नै हुन्छ काठमाडौँमा, अरू ठाउँको भन्दा धेरै जाम हुन्छ काठमाडौँमा होइन। सो हजुरहरूलाई थाहा छ होला काठमाडौँमा बस्नुहुन्छ भने, र हजुर मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो गाइज, सबजनाले माया सपोर्ट देखाइदिनु होला है गाइज। रुगा अलि छ तर कमब्याक आजबाट हुन्छ है। रुगा लगाएको थियो मलाई तर कमब्याक आजबाट हुन्छ। आज बसबाट ललितपुर जाँदैछु, हेरौँ आजको दिन कस्तो हुन्छ है गाइज, कस्तो हुने रहेछ आजको दिन चाहिँ हेरौँ है। अनि त्यसपछि हेर्नुहोस् यो चाहिँ कुन ठाउँ हजुरहरूलाई थाहा छ भने कमेन्ट बक्समा अवश्य पनि भन्नु होला, यो ठाउँको नाम हजुरहरूलाई थाहा छ भने। अनि यहाँ पनि जाम पऱ्यो होइन, यहाँ पनि जाम पऱ्यो। अनि धेरै जाम हुन्छ क्या काठमाडौँको ठाउँमा चाहिँ, धेरै जाम हुन्छ भ्यालीमा होइन। यो चाहिँ बसभित्रको हो, बसभित्र हो यो चाहिँ होइन, बसभित्र हो। अनि हजुरहरू देख्न सक्नुहुन्छ बस चाहिँ धेरै मान्छेहरू पनि छैन, धेरै खाली पनि छैन। अनि अब हामी वेट गर्नेछौँ गाइज, वेट फर लास्ट है। यो चाहिँ बाहिरको सिन, यो चाहिँ कोटेश्वर हो है गाइज, यो चाहिँ कोटेश्वर हजुरलाई थाहा छ। ओ माई गड वी सी एम्बुलेन्स, हामीले एम्बुलेन्स देखेमा हामी प्रे गर्छौँ गाइज, उहाँलाई एम्बुलेन्समा भएको मान्छेलाई छिटै सन्चोस् भनेर है। अनि कोटेश्वरमा जाम हुन्छ हजुरलाई थाहा छ, कोटेश्वरको जाम पनि कस्तो हुन्छ, मान्छे त कहिले 2-3 घन्टै कोटेश्वरको जाममै रोकिनुपर्छ होइन यताउता जाने मान्छेहरूलाई। तर चाहिँ भक्तपुरबाट यता लगनखेल आउने बेला चाहिँ त्यो बाटोमा चाहिँ त्यति जाम हुँदैन होइन। उता बानेश्वरतिर अनि यता लगनखेलबाट उता भक्तपुर जाने, बानेश्वर जाने बेला चाहिँ हुन्छ जाम, तर उताबाट भक्तपुरबाट चाहिँ यता लगनखेल आउने बेला चाहिँ त्यति जाम हुँदैन है गाइज। हजुर हेर्नुहोस् जाम धेरै नै जाम थियो होइन, बस चाहिँ रोकी ल्याइरहेको थियो। र अब हामी चाहिँ पुग्न लाग्यौँ, यो चाहिँ पाटन हस्पिटलको क्षेत्र हो है, पाटन हस्पिटलको क्षेत्र हो गाइज यो चाहिँ होइन। न्यू डे न्यू ब्लग, आज ललितपुर ट्राभलिङ बसबाट स्टिल है गाइज। यो चाहिँ क्षेत्र हो पाटन हस्पिटलको क्षेत्र हो। अब हामी लगनखेल पुग्न लागिसक्यौँ, धेरै छैन लगनखेल पुग्न हामी होइन। सो त्यही नै हो गाइज होइन। हजुरहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो चाहिँ लगनखेल बस पार्क हो गाइज त्यो चाहिँ होइन। अब यताबाट चाहिँ बस अङ्कलले बस घुमाउनुहुन्छ र यो चाहिँ मन्दिर हो होइन, मन्दिर हो। अनि यहाँबाट हामीले बस घुम्छ, हजुरहरू हेर्न सक्नुहुन्छ गाइज कस्तो भिड छ होइन लगनखेल बस पार्कमा। अनि त्यसपछि बसहरू पनि ट्याक्सीहरू बसहरू धेरै नै छ त्यहाँ होइन, धेरै नै छ। अनि हामीलाई चाहिँ त्यहाँनिर लगेर अङ्कलले रोक्नुहुन्छ र हामी त्यहाँ बसबाट उत्रिन्छौँ। हेर्नु गाइज कति छ त्यो बसहरू, आमा हेर्नु त यो ट्याक्सीहरू पनि कति धेरै छ। अनि म चाहिँ फाइनल्ली बसबाट बाहिर निस्किसकेँ होइन, बसबाट बाहिर निस्किसकेँ। अनि त्यसपछि चाहिँ म अब रुममा जाँदैछु बसबाट, दिदीको रुममा। दसैँ तिहारभन्दा अगाडि पनि आएको थिएँ तर मैले त्यति चाहिँ राम्रो पाएको थिएन क्या गाइज, कन्टेन्ट पाएको थिएन, र मैले आज कन्टेन्ट पाएँ होइन। त्यस हजुरले मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि आज चाहिँ मैले डाइरेक्ट बस पाएको थिएँ भक्तपुरबाट ललितपुरको होइन, डाइरेक्ट बस पाएको थिएँ। सो हजुरहरूलाई मेरो कन्टेन्ट राम्रो लाग्यो भने यो चाहन्छु, म राम्रो लाग्ला भन्ने चाहन्छु। हजुरहरूलाई धेरै माया सपोर्ट गरिदिनु होला होइन। त्यसपछि अब अलिकता गर्नु पऱ्यो भनेर बोली गएको थियो तर केही पनि सुन्दैन क्या गाइज होइन, केही पनि सुन्दैन। अनि चाहिँ मैले त्यसैले चाहिँ भोइस ओभर गरेको केही पनि नसुनेर। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन, मिनी भ्लग, फर्स्ट भ्लग, छोटो भ्लग हो गाइज। अनि म चाहिँ घर गएको थिएँ दसैँ तिहारमा, त्यसपछि म आएको थिएन दसैँ तिहारभन्दा अगाडि आउने बेला नि मैले चाहिँ डाइरेक्ट बस पाउँथिनँ क्या भक्तपुरबाट लगनखेलको। अनि त्यसपछि त्यहाँनिर चाहिँ सानो बाटोमा उत्रेर त्यहाँबाट 15-20 मिनटको बाटो चाहिँ हिँड्दै आउनु पर्थ्यो होइन। आज चाहिँ मैले डाइरेक्ट बस पाएँ, म धेरै नै ह्याप्पी आएम सो लकी थिएँ आजको लागि चाहिँ होइन। अनि मलाई लुगाखोकी लगाएर म आज बिहान कलेज पनि गएको थिएन। अनि मैले घरमा अब सोद्धाखेरि चाहिँ मलाई गाली गर्नुहुन्छ जस्तो लागेको थियो, तर मलाई त्यस्तो केही पनि गाली गर्नु भन्न हुन्छ नि त, जहाँ घुमेर आइज फ्रेस भएर आइज भन्नुभयो। र म घरबाट पनि आएँ, म ललितपुर पनि पुगेँ गाइज होइन। अनि अब हजुरहरू हेर्न सक्नुहुन्छ, यहीँसम्म वेट गर्नु होला है गाइज सबजनाले। अनि त्यसपछि पाटन हस्पिटलको त्यो क्षेत्रहरू पनि हजुरले देख्नुभयो। अब चाहिँ म दिदीको रुमतिर लाग्दैछु, त्यो चाहिँ साइडमा देखिरहेको चाहिँ लगनखेलको चोक हो है गाइज, लगनखेल चोक हो होइन। अनि त्यसपछि चाहिँ हजुर मलाई सपोर्ट गर्नुहुन्छ, च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। अल अफ यु गाइज धेरै धेरै माया र सपोर्ट छ तपाईँहरूलाई पनि। अनि त्यसपछि हरूलाई चाहिँ मेरो भ्लग मन पर्यो
आई थिङ्क होइन हजुरहरूले सपोर्ट गर्नुहुन्छ अनि 13K सब्सक्राइबर पुगाइदिनु भएकोमा पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद होइन थ्याङ्क यू अल अफ यू र इन्डसम्म हामीसँग जोडिनु होला हजुरहरू र त्यही नै हो गाइज सो भ्लग अब इन्ड गरौँ हामीले होइन थ्याङ्क यू फर वाचिङ दिस भ्लग लास्टसम्म हेर्नु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद है गाइज लास्टसम्म हेरिदिनु भयो त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद पनि छ होइन यस्तो थियो आजको ललितपुर ट्राभल भ्लग लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु है सन्दीप IT 927 लाई थ्याङ्क यू ललितपुर ट्राभल भ्लग होइन सो यु लाइक माई भ्लग लाइक सेयर सब्सक्राइब ओके गाइज बाई बाई सी यु इन नेक्स्ट भिडियो ओके